को परम अनुकंपा हिजो सुरेश्वर धामबाट ध्रुव गुरुजी आउनुभयो। वृन्दावन धामबाट प्रशान्त कृष्ण पराङ्कुश गुरुदेव आउनुभयो। आज बिहान गुप्तेश्वर धामबाट आउनुभयो। गजेन्द्र मोक्ष धामबाट आउनुभयो। कतिवटा धाम भयो? कतिवटा धामबाट आउनुभयो? आज बेलुका चारै धामबाट आउनुभयो गुरुदेवलाई ताली बजाइदिनुहोस्। बद्री भने पनि, द्वारका भने पनि, जगन्नाथ भने पनि, रामेश्वरम भने पनि उहाँ आउनुभयो। रामजीको चार धामबाट पूज्य गुरुदेव। कति सौभाग्य होला हाम्रो। स्वस्थानीको महिमा कस्तो रहेछ भन्ने यसपालि केही न केही हामीले पाउँछौँ, पक्कै पाउँछौँ। मैले गुरुदेवलाई बोल्ने समय दिन्न, अहिले बोल्दैन, बिहानै भागिहाल्नुहुन्छ, दिन्न। भोलि गुरुदेवले 1 घन्टा कथा भनेर मात्रै जानुहुन्छ यहाँबाट। त्यो उहाँको खुसीले आउनुभयो, जाने मेरो खुसीले हो। फेरि हामी गुरुदेवलाई प्रणाम गर्दछौँ, साष्टाङ्ग धन्यवाद गर्दछौँ। त्यसै आउनु भएन। व्रत बस्ने आउनु त गुरुदेवको उपहार 4 धामको आउनु त व्रत बस्ने फटाफट आउनु लाइनबाट। गुरुदेवको उपहार व्रत बस्नेहरू लाइनसँग आउनु व्रत बस्ने होइन। हजुरले दिने हजुरको आउनु 4 धामको प्रसाद आउनु माथि 4 धामको प्रसाद हजुरले दिने हजुरको हातबाट व्रत बस्ने फटाफट आउनुहोस्। गुरुजीको यो महानता, यो हजुरहरूलाई प्रसाद हो। 4 धाम ताली बजाइदिनुहोस्। स्वस्थानीको महिमा कति महान छ। यो 4 धामको प्रसाद गुरुदेवले हजुरहरूको लागि लिएर आउनु भएको छ। आउनु आउनु फटाफट आउनुहोस्। जो पाउनुहुन्छ त्यसमा खुसी हुनु नि फेरि। आउनु आउनु सीता आऊ। पहिलो व्रत दिन सबै आउनु। पहिलो व्रत ओल्डाङ्गे व्रत बस्नु सबै आउनुहोस्। उहाँको सबैले यसले कतिको व्रतको अभावले लिनु भएन। पहिलो व्रत बस्नेहरू सबै आउनु। आऊ सबैजना आऊ। पहिलो व्रत बस्नेहरू सबै आउनु। कतिको के कारणले व्रत बसेन, गुरुदेवले दिएको प्रसाद हो। हामी आऊ त व्रत बसिहाल्छौँ। पहिलो व्रत बस्ने सबै आउनु। गुरुदेवको महानता हो। पूजाको लागि दिनु। पुगिँदैन है, सक्यो भने सक्यो। ल ल गुरुदेवको महानतालाई जिनाको भाग बाँकी छ नि। अब को छ? एक ठाउँ 2टा छ। मैले पूजालाई दिएँ, एउटा बुहारीले दिएँ। गर ल ठिक छ। त्यसलाई गर ल। जिनाको खोइ भयो। माथि भाउजू खोइ। भाउजूको ल जोडदार ताली। गुरुदेवको महानतालाई हामी प्रणाम गर्दछौँ, नमन गर्दछौँ। गुरुदेव 2 शब्द हजुरले नबोली त कीर्तनलाई बुझ्ने भयो, तर कथा होइन मात्र हजुरले हामीलाई हजुरको यो महानतालाई ओल्डाङ्गे ऋणी छ।